ओखलढुङ्गाको सिन कति राम्रो गुराँसहरू थरी थरीको कोही सेतो कोही कस्तो कलर मैले अहिले रातो गुराँस मात्रै देखाएको थियो यहाँ सेतो गुराँस अब थरी थरीको हुँदो रहेछ यता त गुराँस पनि कति राम्रो ल प्रायः जसो गुराँसको फुल हुँदो रहेछ यहाँ अब ओखलढुङ्गाको एउटा एकदम राम्रो गुम्बा पनि रहेछ गुम्बाको भिडियो गर्न खोज्दैछु गुम्बाको अलि तलबाट पुरै निकाल्छु म यो गुम्बालाई अलिकति यो साइडको घरहरूले अलिकति राम्रो खिच्न पाएन र ठिकै छ गुम्बा पनि राम्रो लाग्यो डिजाइन यता फुलहरू एकदम राम्रो रहेछ मलाई सबभन्दा बेस्ट मन परेको चाहिँ यहाँ थरी थरीको गुराँसहरू रहेछ त्यो चाहिँ एकदम राम्रो लाग्यो हजुर ल यस्तो ल यो चाहिँ समुद्र सतहबाट कति 4000 मिटर जति माथि होला चिसो ठाउँ यो अहिले चाहिँ चैतको 24 गते खिचेको भिडियो ल तै पनि चिसो एकदम छ मौसम आज पानी पर्न लाग्यो जस्तो मौसम भएर पनि चिसो भएको होला घाम लागेको छैन बिहानैदेखि